आज मैले एउटा बुद्धिमानी सिंह राजा भन्ने कथा लिएर आएकी छु। कथा सुरु गरौँ है त भाइ बहिनीहरू। धेरै वर्ष अगाडिको कुरो हो। नेपालको पूर्वी पहाडको एउटा अग्लो पहाडको बीचमा एउटा सानो गाउँ थियो। गाउँको वरिपरि ठुलो जङ्गल थियो। जङ्गलको फेदबाट एउटा खोला बग्थ्यो। त्यही खोलाबाट गाउँलेहरू पानी ल्याउने गर्थे। त्यो घना जङ्गलभित्र धेरै प्रकारका जङ्गली जनावरहरू बास बस्ने गर्थे। त्यस जङ्गलभित्रको राजकाज चलाउने एउटा सिंह थियो, जो त्यही खोलाको किनारमा भएको एउटा ठुलो रुखको ओडारमा बास बस्ने गर्थ्यो। उसका साथमा सिंहिनी पनि थिए। एक दिनको कुरा हो। त्यस जङ्गलभित्र बस्ने बाघ, भालु, चितुवा आदिको धेरै सङ्ख्या थियो। त्यसैले गाउँभित्र पसी गाउँलेहरूका गोठका भित्रका पशुहरू चोर्थे। कहिलेकाहीँ मान्छेसित समेत हमला गरी गाउँलेहरूलाई साह्रै दुःख दिन लागेका थिए। गाउँलेहरू जति सतर्क भए पनि केही नलाग्ने अवस्था आइपुगिसकेको थियो। त्यस बेला एउटा गाउँमा एउटा मुखिया थिए। मुखियाको विचार आयो, हामीले यसरी जङ्गलले घेरिएको गाउँमा बस्नुपर्छ। हामी जङ्गल भएको बीचमा बसेका छौँ। यिनै जङ्गली जनावरहरूसँग हामी दुश्मनी गरेर बस्यौँ भने हाम्रो कामै बन्दैन। होइन, अब बरु हामी सम्झौता गर्नु पर्ला भनेर आफ्ना साथीहरूलाई मुखियाले भन्नुभयो। यस्तो विचार सोचेर ऊ तल खोलाको किनारमा बस्ने एउटा राजा कहाँ वार्ता गर्न पुग्यो। सिंह राजा कहाँ पुगेर उसले भन्यो, यस संसारमा तपाईहरू र हामीहरूलाई पनि बाँच्ने अधिकार बराबरी छ, होइन र? त्यसैले हामीले एक अर्कालाई हानि नपुर्याइ बस्नुपर्छ। हामी पनि जङ्गलभित्र पसेर जथाभावी शिकार गर्ने छैनौँ। अरू जनावरहरूले पनि मानिसको बस्तीभित्र आएर शिकार गर्न पाउने छैनन्। यस कुराको नियम बनाउनु पर्यो सिंह राजा भनेर मुखियाले भने। अनि सिंह राजालाई यो कुरा पनि नराम्रो चाहिँ लागेन, राम्रै लाग्यो। यसले गर्दा आफ्ना जङ्गली जनावरहरूको समेत सुरक्षा हुने देखेर उसले भन्यो, यदि तपाईहरूबाट यो नियमको कडाइका साथ पालना हुन्छ र तपाईँ वचन दिन सक्नुहुन्छ भने यो कुरा म मन्जुर छु। मुखियाले भन्यो, म रहन्जेल यस नियमको पालन निश्चित रूपमा रहनेछ सिंह राजा भनेर मुखियाले भन्यो। फेरि सिंह राजाबाट हुकुम भयो, अब उपरान्त शिकार खेल्ने र मार्ने विचारले कोही पनि एक अर्काको बस्तीमा जान पाउने छैन। सिंह राजाको यस्तो शान्तिपूर्ण र बुद्धिमानी नीतिको सबैले प्रशंसा गरेर भने, सिंह राजाको जय, सिंह राजाको जय। यही तरिकाबाट दिनहरू धेरै बित्दै गए। उता गाउँमा बुढो मुखियाको मृत्यु पनि भइसक्यो। यता सिंह र सिंहिनी पनि धेरै टाढा टाढा जङ्गलहरू डुल्दै जीवन बिताउँदै गएका थिए। यस्तैमा सिंहिनीको पनि मृत्यु भयो। सिंह एक्लै भएकाले अन्त जङ्गलहरू चहारेर हिँडडुल गर्नुभन्दा आफ्नै जङ्गलमा बस्नु नै ठुलो आनन्द सम्झेर त्यही रुखको ओडारमा फर्कियो। तर समय धेरै कोल्टो फेरिसकेको थियो। त्यस महिना गरी एक दिन, एक वर्ष भन्दा एक शताब्दी नै बितिसकेको थियो। ऊ बल्ल पुरानो वासस्थानमा आयो। सिंह साह्रै बुढो भइसकेको हुनाले ऊ कम मात्र हिँडडुल गर्थ्यो। तर समय बितिसकेपछि मान्छेले आफ्नो वचन बिर्सिँदो रहेछ। गाउँमा मुखिया बितिसकेका थिए अनि गाउँमा जनसङ्ख्या बढेको थियो। गाउँलेहरूले काठ दाउरा खोज्न जङ्गलभित्र जान मात्र होइन, जङ्गली जनावरलाई समेत दुःख दिन थालेका थिए। यस कुरालाई लिएर केही जनावरहरू बुढो सिंह भएका ठाउँमा सल्लाह माग्न पुगे। मान्छेहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको साथै गाउँ वरपरिका थुप्रै जङ्गलहरू पनि फडालिसकेका थिए। जनावरहरूलाई गाउँलेहरूमाथि बदला ल्याऊ भन्नु सिंह राजाको बुद्धिमानी ठानेनन्। बरु मान्छेदेखि परपरै बस्नु भन्ने सल्लाह दिए। तर यतिले पनि गाउँलेहरूले
अतिक्रमण र अन्यायमा कमी आएको थिएन। सिंहलाई जङ्गली जनावरहरूलाई गाउँलेहरूले धेरै दुःख दिइसकेका थिए। भाइ बहिनीहरू, आखिरी जनावरहरू त्यस जङ्गलबाट अन्तै जङ्गलमा बसाइ सर्न थाले। गाउँलेहरूले धेरै सताइरहेको हुनाले उनीहरूलाई साह्रै आपत परिरहेको थियो। यसरी सरेको कुरा त्यो खोला किनाराको रुखको ओडारमा बस्ने सिंह राजालाई पनि मन परेको थिएन। एक दिन एक हुल बुवासोहरूलाई अर्कै जङ्गलतिर जान लागिरहेको देखेर सिंहले सोध्यो, भाइहरू किन कहाँ जान लागेको तिमीहरू? सिंहले भने, हजुर, हामीहरूले त यस जङ्गलमा अब सुरक्षा हुँदैन। यस गाउँका मानिसहरूले झन्झन जङ्गली फडानी गर्दै बसोबास बढाउन थालेका छन्। हामीलाई देख्ने बित्तिकै ढुङ्गा हान्ने, तर्साउने, गोली हान्ने जस्ता यिनीहरूले काम गर्छन्। हामीलाई बाँच्न, हामीलाई हाम्रा बच्चाहरूको लागि माया लाग्छ, बाँच्नुपर्छ। त्यसैले हामी यहाँ बसेर हुँदैन राजा, अब हामी अन्तै जान्छौँ। बिचरा बुढो सिंहलाई दिक्क लाग्यो र उसले भन्यो, तिमीहरूका बाबुबाजेहरू यही जङ्गलमा खेलेर यही खोलाको पानी खाएर हुर्केका हुन्। अब तिमीहरूले नै यो जङ्गल छोडेर जाने हो भने अरू को बस्ला र यहाँ? यो त हाम्रो जन्मस्थल हो बाबु हो, अब तिमीहरू यहाँबाट जाने होइन भनेर सिंह राजाले भने। अनि फेरि बुवासोहरूले भने, हामी त बस्दैनौँ सिंह राजा, अब आजबाट हामी बाटो लाग्यौँ भनेर उनीहरू आफ्नो बाटो लागे। बुढो सिंह दिक्क हुँदै तल आफ्नो ओडारमा आएर गुटुमुटु हरि बस्यो। त्यही बेला उसको मित छोरो पर्ने एउटा बाघ र बघिनी पनि बसाइ सर्न भनी उस कहाँ बिदा माग्न आएका थिए। बिचरा बुढो सिंहले सकेसम्म नपठाउने विचारले धेरै सम्झायो, तर बाघले र उसका साथीले धेरै मान्छेको फन्दामा परेको देखेर म अब जान्न भनेर तिनीहरू मान्दै मानेनन्। यहाँ बस्दै बस्दिन भनेर बाघले भन्यो। अनि मान्दै मानेनन् र आखिर सिंह राजासँग बिदा मागेरै तिनीहरू त्यहाँबाट हिँडे। भाइ बहिनीहरू, दिनदिनै यसरी आफ्ना परिचित जनावरहरू जङ्गल छोड्दै हिँड्दै गरेको देखेर बुढो सिंहको मन खिन्न भयो। उसले धेरै सोच्यो, म धेरै वर्षदेखि यही रुखको ओडारमा बस्दै आएको छु। मेरा बाआमाले मलाई यहीँ हुर्काए। म यस रुखको न्यानो ओडा छोडेर अन्त जान्न। मलाई यही माया लाग्छ, मलाई यहीँ बस्न मन छ भनेर सिंह राजाले भन्यो। सिंहलाई आफ्नो जङ्गल र आफू बस्ने ठाउँको ठुलो प्रेम थियो। उसले कतै समस्या समाधान गर्न सकिएला कि यस गाउँको मुखिया हिजो आज कहाँ होलान्, गएर एकपटक भेट्नै पर्ला भन्ने विचार गर्यो। तर आफू बुढो भइसकेको थियो। भोलिपल्ट बिहान बुढो सिंह गाउँतिर उकालो लाग्यो। धेरै वर्षपछि ऊ आज त्यो बाटो हिँड्दै थियो। त्यस बेला बाटामा धेरै जनावरहरू उसलाई अभिवादन गर्थे, तर आज कुनै प्राणी पनि भेटिएनन् बाटामा। आफ्नो पनि एकदम उराठलाग्दो सुनसान ठाउँ भयो। गाउँ पुग्नुभन्दा आधा कोस परैबाट नै उसले मान्छेको होहल्ला सुन्यो। जाँदा जाँदा अकस्मात उसले एकजना मान्छे कराउँदै दगुरेको देख्यो। केही छिनमै बाघ 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 ओ बाघ, सिंह सिंह भन्दै मान्छेहरू कराएको होहल्ला सुनियो। कहाँ कहाँबाट जम्मा भएर मानिसहरू एक हुल नै त्यहाँ तयार भइसकेका थिए। कसैको हातमा लट्ठी, कसैको हातमा खुकुरी, कसैको हातमा ढुङ्गा, कसैको हातमा दाउरा लिएर बसेका थिए। मान्छेहरूको हुलमा एकजना नाइके हुँदै भन्दै थियो, यस जङ्गलमा सिंह बस्थ्यो भन्ने सुनेको थिएँ। यही त होला नि, कहाँबाट आउने हिम्मत गरेछ है? होस गर है साथी, होस गर भनेर मान्छेले भन्यो। सिंहको अगाडि बढ्ने आँटै गर्नै सकेन। ऊ त्यसैबाट सरासर आफ्नो घर फर्कियो। गाउँलेहरूको क्रूरता देखेर उसलाई साह्रै चोट लाग्यो। यस्तो भइसकेछन् गाउँलेहरू, पहिला यति ज्ञानी थिए, यस्तो मिलेर मेलमिलाप हुन्थ्यो, तर अहिले यस्ता भइसकेछन् भनेर उसलाई दिक्क पनि लाग्यो। भाइ बहिनीहरू, त्यही बेला एउटा गाउँमा 8-9 जना सिकारीहरू जम्मा भएर त्यो सिंहको बास कता रहेछ पत्ता लगाउनै पर्ला भनेर सिंहको पिछा गर्न थाले। सिंह बसेको त्यो खोला छेउको रुखको ओडार पत्ता लगाएर उनीहरू घर फर्किए। साँझमा गएर सिंहलाई सिध्याउने
पनि निश्चय गरे। बुढो सिंह राजा त्यो दिन थकाइ र मानसिक चोटले गर्दा ग्रस्त भएर त्यही ओडारभित्र गुटुमुटु परेर बसिरहेको थियो। आकाशमा कालो बादलले टम्म ढाकिएको थियो। साँझ पर्नै आँटिसकेको थियो। आकाशमा गडाङ गुडुङको आवाज थियो। जमिनमा 2-4 थोपा पानी पनि झर्न लागिसकेको थियो। दिन अँध्यारो भइसकेको थियो। त्यसै बेला उसले मान्छेको खैलाबैला सुन्यो। 10-12 जना मान्छेको बथान हातमा, कसैले बन्चरो, कसैले आँसी, कसैको भाला बोकी उसको ओडार वरिपरि घेरिरहेको र वरिपरि घेरा हालिसकेका थिए। सिंहको जात आखिर सिंह नै हुन्छ। बुढो भए पनि आखिर सिंह सिंह नै हो। बाहिर निस्केर कड्केर भन्यो, हे दुष्ट मानव हो, तिमीहरूलाई यसरी जङ्गलभित्रका जनावरहरूको बिना कारण दुःख दिँदै अत्याचार गर्दै हिँड्न लाज लाग्दैन? के मानवको धर्म यही हो? यसरी नै तिमीहरू ज्ञानी मानिस बनेका हौ? भनेर सिंह कड्कियो। अनि मानिसहरूले भने, हामीहरूको धर्म हाम्रो सुरक्षा हो। एकजना सिकारीले अघि बढेर भन्यो, जनावरहरूको कुरामा पनि हामी विश्वास गर्दैनौँ। जनावर आखिर जनावरै हुन्छ, मान्छे आखिर मान्छे नै हुन्छ। सिकारीहरू सबै एक एक गरेर कुर्लिन थाले। भाइ बहिनीहरू, त्यसैबीच एकजना निकै दया गरे जस्तो गरी एकजनाले भन्यो, ठिक छ, तिमी मर्न चाहँदैनौ भने हामी तिमीलाई मार्दैनौ, तर तिमीले यो ठाउँ छोडेर अन्त जानै पर्छ। यस्तो कुरा बुढो सिंहलाई किन मन पर्थ्यो र? ऊ त्यहीँ जन्मियो, त्यहीँ हुर्कियो, आफ्ना बच्चाहरू त्यहीँ हुर्कायो। उसले भन्यो, म धेरै वर्षदेखि यही ओडार बस्दैछु। म अब कमजोर भइसकेँ। यसरी मर्ने बेला म डुल्दै डुल्दै हिँड्न सक्दिनँ। तिमीहरू जेसुकै गर, यो ठाउँ म छोड्दिनँ। म माथि निर्ममता देखाएर तिमीहरूले भलो हुने छैन, याद गर। यति भनेर बुढो सिंह आफ्नै ओडारभित्र पस्यो। अँध्यारो धेरै भइसकेको थियो। सिकारीहरू बाहिर खसाखुसु गरी केही सल्लाह गर्न लागे। एकजनाले भन्यो, होइन, यो रुख वरिपरि हामी आगो सल्काइदिउँ, अनि त्यो सिंह मर्न लागे हिँड्छ, नत्र त्यहीँ मर्छ। बाँच्न मन छ भने हिँड्छ, नत्र त्यहीँ मर्छ। यी कुरामा सबैको सहमत भयो। अनि नि भाइ बहिनीहरू, सबै मिलेर सुकेका दाउरा स्याउला बटुलेर रुखको वरिपरि थुपारे र आगो सल्काए। त्यहाँबाट सबैजना हिँडे। आगो धन बल्न थाल्यो। जङ्गलले ढाकियो, तर आगो फेरि जङ्गल वरिपरि ढाकिएर डढेलो जस्तो पो लाग्न थाल्यो। चारैतिर आगो धन बल्यो। त्यही बेला त्यहाँ ठुलो आँधी आयो। आकाशलाई छोपेको कालो बादलबाट मसलधारे पानीको वर्षण हुन थाल्यो। रातभरि लगातार पानी परेको परे गर्न थाल्यो। त्यो बुढो सिंह कहाँ गयो, के भयो, कसैलाई त्यहाँबाट केही थाहा भएन। भाइ बहिनीहरू, त्यसपछि भोलिपल्ट बिहान सबेरै त्यो गाउँका ठुला हाहाकार हुन थाल्यो। भारी वर्षाका कारण राति नै गाउँमा ठुलो पहिरो गएछ। गाउँको एउटा ठुलो जमिन नै भासिएर तल खोलामा गएर मिसिएछ। सिकारीहरू पनि सबै पुरिएछन्। मान्छेहरू यो दैवी प्रकोप मारमा परेर अत्यन्तै डराए। गाउँलेहरूले आफ्नो भुललाई स्वीकार्दै सिंहलाई वन देवताका रूपमा आराधना गरी पूजा गर्न थाले। अब उपरान्त यस्ता कुकर्म नगर्ने बाचा गरे। अनि अब यो देवीको शक्ति रहेछ। जब सिंहलाई हामीले मार्न खोज्यौँ, त्यसै कारणले गर्दा यहाँ यस्तो दैविक प्रकोप आयो। त्यसैले हामी जङ्गलको राजा सिंहलाई कहिल्यै मार्न हुँदो रहन्छ भनेर सबैले आफ्नो गल्ती स्वीकार गरे। भाइ बहिनीहरू, आजको यस बुद्धिमानी सिंह राजा भन्ने कथा कस्तो लाग्यो? यसमा केही सल्लाह सुझाव छन् भने दिन अवश्य नबिर्सनुहोला। यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब अल गर्न पनि नबिर्सनुहोला। यतिन्जेलसम्म कथा सुनेर बस्दिनु हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।